हामीहरू चाहिँ आज सपिङ जाँदैछौँ है। म यहाँ अब घरबाट निस्केँ। अब म गाडीमा बस्दैछु है। अनि वहाँ सपिङ जाँदैछौँ। टाउको ठोक्यो मेरो हल्का। यहाँ सबैजना हुनुहुन्छ अगाडि। म चाहिँ अब वालमार्टमा पुगेँ है। अब भित्र जाँदैछु। अनि त्यहाँ चाहिँ अब हामी चाहिँ के छ भने सामान आउँदो रहेछ त भनेर चाहिँ म तपाईँहरूलाई देखाउँदैछु है। अब मलाई चाहिने सामानहरू सबै लिन्छु मैले र $100 चाहिँ के आउँदो रहेछ त भनेर चाहिँ म सबै देखाउँछु। अब चाहिँ ट्रली लिएर जाँदैछौँ हामीहरू है। हाम्रो चाहिँ यो छ है। यति छ हाम्रो सामानहरू। अब कति जति पर्दो रहेछ म तपाईँहरूलाई सबै देखाउँछु है। कति जति पर्दो रहेछ है। योगर्ट, दही, ब्रेड। राम्रो छ है। आज चाहिँ अलिक भिडभाड रहेछ किनकि आज सन्डे हो नि त यहाँ। अब मान्छेहरूको कतिको त सन्डे नै छुट्टी हुन्छ। अनि त्यही भएर चाहिँ यो सपिङ गर्ने ठाउँमा चाहिँ जे होस् आज चाहिँ भिडभाडै छ। शनिबारहरूमा कतिको त अब फुर्सद हुँदैन नि त। अनि शनिबार पनि कसैको त ड्युटी हुन्छ। प्रायः जस्तो चाहिँ छुट्टी हुन्छ होला तर कतिको चाहिँ ड्युटी पनि हुन्छ। अनि त्यही भएर सन्डे चाहिँ सपिङहरू सक्यो है। हाम्रो यो हो यहाँ मम्मी ड्याड। अब हामी चाहिँ बाहिर निस्किँदैछौँ अगाडिबाट। बाहिर निस्किँदैछौँ अब है। सपिङ सक्यो। अब चाहिँ बाहिर जाँदैछौँ हामीहरू गाडीमा। अब हामीले यहाँ गाडीको चार्ज चाहिँ 100को कति आउँदो रहेछ भन्ने चाहिँ अब उ गरिरहेको थियौँ। तर जे होस् 200 जे होस् सपिङहरू पनि रमाइलो भयो। ट्रलीलाई चाहिँ मैले उहाँ राख्दै गाडी आइरहेछ। ल त हुन्छ। अब हामीहरू चाहिँ गाडीमा बसेर अब घर जाँदैछौँ। घर जान्छौँ अब। यो चाहिँ हाम्रो गाडी। यहाँ चाहिँ अब हामीहरू बस्छौँ है। अब बसेर अब घर जाने हामीहरू।